साथीहरु यो तलको बजार देखेको साम्दो हो यो होटलहरु हामी हिजो साम्दोमा बसेर आज बिहान उठेर खाजा खाएर यो माथि यहाँ 45 मिनेटमा यहाँ माथि आइपुग्यौं अब हाइकिङ माथि डाँडामा जाँदै छौं ऊ माथि डाँडामा जाने हो अब यो अगाडि ऊ त पारीबाट जुन बाटो देखिया दाहिनेपट्टि त्यो चाहिँ चाइना जाने बाटो टिबेटको बर्डर जाने बाटो अनि यता देब्रे लार्के पास दाहिने यता लाएर पारीबाट टिबेट बर्डर जाने हो उता लार्के पास वहाँ पुगिसकेका छन् साथीहरु ओहो कसरी भेट्टाउने त तिनीहरुलाई गाह्रो पर्यो नि त